हेलो साथीहरू नमस्कार। म हुँ कलम कार्की। हजुरहरू हेर्दै हुनुहुन्छ अल इन वान वर्ल्ड। साथीहरू, लामो समयको रस्साकसी र छलफलपछि निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। साथीहरू, निजामती सेवा प्रतिनिधि सभाबाट पारित भएपछि उक्त विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाबाट चाहिँ 2 महिनाभित्र उक्त विधेयक पारित गरिसक्नुपर्ने छ। राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक सभामुखले प्रमाणीकरण गर्नेछन् र सभामुखले प्रमाणीकरण गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ। साथीहरू, राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुने विधेयकमा भएका नयाँ 11वटा व्यवस्थाहरू म यहाँ हजुरहरूका माझमा राख्न गइरहेको छु। साथीहरू, पहिलो के छ त भन्दा सङ्घीय निजामती सेवामा प्रवेशको उमेर पुरुषको हकमा 35 वर्ष र महिलाको हकमा 39 वर्ष कायम हुने भएको छ। पहिला साथीहरू पुरुषको हकमा 35 वर्ष नै थियो भने महिलाको हकमा 40 वर्ष कायम थियो। अहिले चाहिँ 1 वर्ष घटाएर 39 वर्ष कायम गरिएको छ। निजामती सेवा प्रवेश गरिसकेपछि अवकाश उमेर अथवा सेवा अवधि 20 वर्ष नपुग्ने भन्दै यस्तो व्यवस्था गर्न लागि हो। दोस्रोमा के छ त, कर्मचारीको अवकाश उमेर 60 वर्ष पुग्ने भएको छ। पहिला चाहिँ 58 वर्षमा चाहिँ अवकाश हुने व्यवस्था थियो। अहिले चाहिँ यो विधेयक पारित भएर लागू भएपछि कर्मचारीहरूले चाहिँ 60 वर्षसम्म सेवा गर्नेछन् र यो पहिलो वर्ष चाहिँ लागू नहुने भनिएको छ भने दोस्रो वर्ष तेस्रो वर्षबाट क्रमशः 58 र 59 हुँदै 60 वर्ष पुग्नेछ साथीहरू। तेस्रो, खुल्ला प्रतिस्पर्धाबाट सहसचिव पदपूर्ति बन्द भएको छ साथीहरू। पहिला खुल्ला प्रतिस्पर्धाबाट पनि सहसचिव पदपूर्ति गर्ने व्यवस्था भएकोमा अहिले यसलाई चाहिँ आन्तरिक प्रतिस्पर्धाबाट मात्रै बढुवाबाट मात्रै पदपूर्ति गर्ने व्यवस्था गर्न लागि हो। चौथोमा, राज्य व्यवस्थापन समितिले अतिरिक्त सचिव पदको सिर्जना गरेको छ साथीहरू। अतिरिक्त सचिव पदको चाहिँ सिर्जना गरेको छ। पाँचौँमा चाहिँ कुलिङ पिरियडको व्यवस्था गरेको छ साथीहरू। समितिले निजामती सेवाबाट राजीनामा दिएका तथा अवकाश पाएको 2 वर्षसम्म कर्मचारीहरूले कुनै पनि कूटनीतिक नियुक्ति तथा संवैधानिक नियुक्ति लिन नपाउने व्यवस्था गरेको छ साथीहरू। छैटौँमा, नेपाल सरकारको मुख्य सचिवको सेवा अवधि 2 वर्षको हुने भएको छ साथीहरू। हाल मुख्य सचिवको सेवा अवधि 3 वर्षको रहेको थियो र सोलाई 1 वर्ष घटाएर 2 वर्ष कायम गर्न लागि छ। र सातौँमा, प्रदेश र स्थानीय तहका कर्मचारीहरूले पनि अन्तर प्रदेश सरुवाको बाटो खोलिएको छ। 2 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सहमतिका आधारमा यस्तो सरुवा गर्न पाइने व्यवस्था समितिले सहमति जुटाएको हो साथीहरू। अब आठौँमा, सरुवालाई अनुमान ओके बनाउन भन्दै समितिले कुनै पनि कर्मचारीहरूलाई न्यूनतम 1 वर्ष सरुवा गर्न नमिल्ने व्यवस्था समितिले जनाएको छ। जस्तै हजुरहरूको चाहिँ एक कार्यालयबाट अरू कार्यालय अथवा पहिलोपटक नियुक्ति पाएर गएको कार्यालयमा 1 वर्षभन्दा पहिले सरुवा गर्न नपाइने चाहिँ व्यवस्था गर्न लागेको छ। अनुमान ओके बनाउने भन्दै यो व्यवस्था गर्न लागेको हो। 9औं, विधेयकले कुनै पनि व्यक्तिले राजपत्राङ्कित पदमा एकपटक र राजपत्र अनङ्कित पदमा एकपटक आरक्षण प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। 2 पटक गर्न पाउने छ साथीहरू। निजामती सेवामा प्रवेश गर्न नै कर्मचारीले राजपत्र अनङ्कित र राजपत्राङ्कित गरेको 2 पटक चाहिँ आरक्षणको प्रयोग गर्न सक्नेछ। 10औँमा, समितिले बढीमा 10 वर्षसम्म मात्र सङ्घीय निजामती सेवाको कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था विधेयकले गरेको छ। जस्तै 10 वर्षसम्म मात्रै सङ्घीय निजामती सेवा कर्मचारीले प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था चाहिँ विधेयकले गर्न लागेको छ। साथीहरू, 11औँमा, आन्तरिक पर्यटन बिदा दिने चाहिँ समितिले व्यवस्था गर्न लागेको हो। समितिले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन बिदा दिने कानुन व्यवस्था गरिदिएको छ।